हेलो गाइज वेलकम टु माई भ्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि आज चाहिँ हाम्रो अघि नै भिडियो हेर्नुभयो होला होइन, हालेको नेपाली पठाइदिएको मम्मीले। आज ढेँडो बनाउँदैछौँ फेरि भर्खर होइन। टक्क यहाँ दाइ हुनुहुन्छ मेरो साथमा, प्योर कुक। अनि यहाँ चाहिँ हाम्रो ढेँडो बनाउँदैछौँ, हेर्नु होला, इन्जोय गर्नु होला। परदेशी जिन्दगी यस्तै रहेछ। हेर्न सक्नुहुन्छ यो चाहिँ ढेँडोको बान है। अनि यहाँ टक्क हामीले अब ढेँडो बनाइन्छ, खाइन्छ होइन। यो चाहिँ के भन्छ यसलाई, के हाल्छ भन्छ कि बिर्स्यो। टक्कै यहाँ बन्दैछ है, हेर्नु होला लास्टसम्म। भिडियो हेरेर इन्जोय गर्नु होला। टक्क उम्लिँदैछ, यहाँ दाइले चाहिँ बनाउनुहुन्छ। डल्ला पर्छ कतै दाइ, हुन्छ कि हुँदैन यार भन्नु ल्याङ हुन्छ नि फेरि हुन्छ। यहाँ देखाउनु होला, खाडो 400 बनाउनु। अलि सानो डल्ला पऱ्यो नि त्यहाँ, अलिक घोटिन्छ होला त। ल ढेँडो चाहिँ रेडी भयो, ल बनाउनु त। तपाईँ होइन नेपालबाट ल्याएको ढेँडो, के अरे पिठोको ढेँडो चाहिँ आज होइन भइसक्यो रेडी होइन। यो चाहिँ गुन्द्रुकको अचार, यो चाहिँ लोकल कुखुराको मासु होइन। खोइ त त्यो दाइ, खोइ त आशिष होइन। ल होइन हान्ने हो नि त, हान्छ होइन, खानुपर्छ हो। जीवन सर किन चामल भात हाल्नुभएको त? ल टक्क ढेँडो रेडी भयो। टक्क यो चाहिँ गुन्द्रुक, यो टक्क यो ढेँडो टक्क रेडी भयो। ल अब हेरेर इन्जोय गर्नु होला, खानामा इन्जोय लिनु होला। बाई गाइज, टक्क ल।